नमस्ते, म डाक्टर प्रसन्न राज श्रेष्ठ, छाला तथा यौन रोग विशेषज्ञ। दिउँसोको 1 बजेदेखि साँझको 7:30 बजेसम्म म यहाँ अल्का अस्पतालमा उपलब्ध हुनेछु। आज हामीहरू कमनली मान्छेहरूले गर्ने स्किन केयर मिस्टेक्सहरूको बारेमा कुरा गर्दैछौँ। नम्बर 1 भनेको सनस्क्रिन कि त प्रयोग नगर्ने, या त सनस्क्रिन बाहिर जाँदाखेरि मात्र प्रयोग गर्ने, या त सनस्क्रिन चाहिँ हजुरको प्रपर मात्रामा या अमाउन्टमा प्रयोग नगर्ने। सनस्क्रिन प्रयोग गर्दाखेरि सनस्क्रिन हजुरले हरेक दिन गर्नु पर्यो। सनस्क्रिन प्रपर मात्रामा 2 फिङ्गर युनिट्स भन्छौँ त्यति लिनु पर्यो र यो हजुरले हरेक 3 घण्टा या 4 घण्टामा हजुरले रिअप्लाई गर्नु पर्यो। सेकेन्ड मिस्टेक भनेको हामीहरूले चाहिँ दुवै एक्टिभ्सहरू भएका धेरै सौन्दर्य सामग्रीहरू प्रयोग गर्ने। एक्टिभ्स लगाउँदाखेरि हजुरको स्किन ब्यारियर ड्यामेज हुन सक्छ। त्यसले गर्दाखेरि अनावश्यक साइड इफेक्ट्सहरू जस्तै स्किन धेरै नै ड्राई हुने, स्किन इरिटेसन हुने, पोस्ट इन्फ्लेमेटरी हाइपरपिगमेन्टेसन, छाला अझै कालो देखिने, एक्निफर्म इरप्सन्सहरू आउन सक्ने हुन्छ। कहिलेकाहीँ चाहिँ के भन्छौँ भनेदेखि समटाइम लेस इज मोर भन्ने कन्सेप्टमा जानुपर्छ। धेरै एक्टिभ्सहरू भएको या चाहिँ धेरै ट्रायल एन्ड एरर गरेर स्किनलाई आफ्नो एउटा ल्याब जस्तो बनाउने त्यो काम रोक्नु पर्यो। हजुरको स्किन क्लिन हुनु पर्यो, वेल मोइस्चराइज हुनु पर्यो र कुनै एक्टिभ्सहरू एड गर्नु छ भनेदेखि छाला विशेषज्ञसँग कन्सल्ट गरेर मात्र एड गर्दाखेरि बेटर हुन्छ। बिग्रेपछि सम्हाल्न गाह्रो छ, तर बिग्रिन भन्दा अगाडि जोगाउन चाहिँ सजिलो हुन्छ। धन्यवाद।